जेरीले पेमालाई के गिफ्ट गर्नुभयो त बर्थडेमा अनमोल विषयले भनौँ न त फिल्मको क्यारेक्टर भयो He lots of love, lots of hugs. एउटा चीज मलाई सोध्न मन राम्रो लाग्यो गरेर मोटिभेट गर्नुभयो करियर वाइज तपाईले एउटा कुरा सोध्न मन लाग्यो तपाईले चाहिँ ह्यापी बर्थडे माया भएर चाहिँ तपाईले विश गर्नुभयो अनमोललाई उहाँले पानको पात राखेर विश गर्नुभयो माया त एकदमै माया गरेको मान्छेले भनिन्छ नि हैन अफ कोर्स म माया त उहाँलाई मात्रै हैन माया त म उहाँलाई नै गर्छु तपाईले अरूलाई पनि माया भएर विश गर्न सक्नुहुन्छ गर्छु मैले गरिरहेको हुन्छ त मेरो तर देख्दिन म तपाईले हजुरले नहेर्नु भएको मैले पोस्ट गर्ने बेलामा है तर प्रेमको चर्चा छ नि दुईजनाको फेरि एकदमै धेरै अब मैले पनि अलि हल्ला गरिरहेको छु त्यस्तो के पनि होइन भेरी गुड फ्रेन्ड्स मेरो एकदमै क्लोज वन्समा एकदमै क्लोजेस्टमा पर्नुहुन्छ अनि मेरो वेल विशर अनि म पनि एकदमै उहाँको फ्यान हो वेल विशर हो र उहाँको जति पनि अब चलचित्रहरू आउँदैछ त्यसको लागि धेरै धेरै कङ्ग्रेचुलेसन्स एन्टिसिपेटेड छ सबैजना म पनि छु र मेरो अपकमिङ पार्ट्सको लागि पनि उहाँ पनि एक्साइटेड हुनुहुन्छ त्यही नै हो